हेलो गाइजहरू, वेलकम टु माई मिनी ब्लग होइन। तपाईँलाई स्वागत छ। आज विशेष गरी दानापुर तालको भिडियोहरू लिएर आएको छु म चाहिँ नि। यो ठाउँ चाहिँ नि अब बुटोल बाँसगढीदेखि अलिकति भित्र रातो डाँडा गाउँ हुँदै जानुपर्छ, जुन दानापुर ताल भनेर चिनिएको छ। एकदम रमाइलो ठाउँ छ क्या होइन। 2-3 दिन पहिले अब मेरो वाइफहरू अनि नानीहरू दुईजना सासूदिदी जानुभएको रहेछ। एकदम गएर अब रमाइलो गरेर इन्जोय गरेर आउनुभयो अरे। आजभन्दा 1-1.5 वर्ष पहिले म पनि यो ठाउँमा गएको थिएँ। एकदम रमाइलो गरेर आएको थिएँ कि त्यो याद आयो क्या मलाई चाहिँ होइन। त्यो एकदम झलझलको आयो। हेर्नु न, भ्युज पनि यति दामी छ नि, त्यो हरियाली होइन। अनि त्यो अब तालमा पनि यसो सरेर घुम्न पाउनु भनेको एकदम राम्रो हो होइन। तपाईँहरू पनि आउनु होला, यसो आएर घुमेर अब आफ्नो फ्यामिलीसँग इन्जोय गरेर जानु होला होइन। राम्रो छ। अब भिडियो बनाउनको लागि, भ्लगहरू, अब टिकटकहरू, फोटो खिच्नको लागि, आफ्नो फ्यामिलीसँग घुम्नलाई एकदम राम्रो ठाउँ छ। आउनु होला तपाईँहरू पनि। अब हेर्नु न, मेरो छोरीहरू खाँदै है पुरै इन्जोय गर्दै रमाइलो गरिरहेको छ क्या। र साथसाथै गाइजहरू, अब मेरो युट्युब च्यानललाई पनि यसो सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। म पनि पक्कै ब्याक गर्नु पनि छ हजुरलाई।